राम्रोसँग बस है घर है हामी भोलि पर्सि आउँछौँ गाउँबाट बाई बाई साथीहरू आज चाहिँ हामी गाउँ जाँदैछौँ पोखरा टु धादिङ चाहिँ बाटोमा पनि काम हुँदो रहेछ हामी चाहिँ अहिले पृथ्वी चोक आइसक्यौँ साथीहरू चाहिँ पृथ्वी चोक अब चाइनिज पुल गर्छौँ त्यसपछि विजयपुरमा गएर देखाउँछौँ हजुरहरूलाई साथीहरू यो छ भत्का र उस गरेसक्नुभयो चाहिँ पुलै बन्दैछ यो पनि नयाँ अब यता चाहिँ पुल बनाउने अनि त्यसपछि नयाँ पुल देख्न पाउनुहुन्छ हजुरहरूले म हजुरहरूलाई देखाउने छु साथीहरू हामी चाहिँ अहिले पृथ्वीपुर कटेर विजयपुरतर्फ लाग्दैछौँ साथीहरू विजयपुरतर्फ यो चाहिँ विजयपुर कटेर विजयपुरको बाटो हो साथीहरू हेर्नु अहिले चाहिँ हामी दमौली बजारमा छौँ यो चाहिँ दमौली बजार हो है के अरे कता हो लर जानुलाई लिनु खाना खाएर भर्खरै खाना देखाउनु बिर्सेछु खाइसकेपछि हेर्नु साथीहरू मैले चाहिँ झोल मोमो खाएको बुढाले चिकन खाना खाएर भ्याएर साथीहरू अब चाहिँ हामी दमौलीबाट हिँड्यौँ खाना खाएर त्यसपछि त्यहाँबाट उता चाहिँ अहिले एकछिन यो चाहिँ मुगलिन बजार अहिले चाहिँ हामी यो चाहिँ मनोकामना मन्दिरको केवकार हो राम्रोसँग केही साथीहरू यहाँ चाहिँ हामी चाहिँ अहिले मनोकामनामा आइसकेका छौँ यो चाहिँ मनोकामनाको प्रवेशद्वार हेर्नु न क्यामेरा हल्लिएर राम्रोसँग भिडियो बनाउनु पाइने ठाउँमा चाहिँ मैले यति नै हो एक घंटा रास्ता बहुत उछल चलता है रास्ता और माय गॉड दिल भी दुखाए बहुत मारे लाला ये रास्ते में मारे लाला यार चिया पाउने आन्टीको बजेट गर्दाखेरि प्रायः जस्तो आन्टीकोमा दुध चिया खाने गर्छौँ यहाँ चाहिँ एकदम मिठो दुध चिया पाउने साथीहरू हाइवेको साइडमा हो यो चाहिँ गाईलाई खुलाउने कुरो हुन्छ है साथीहरू यस्तो चाहिँ गाई बस्तु भयो होला खुलाउने कुरो यो चाहिँ दुधको प्योर चिया है यहाँ चाहिँ आमाले बनाउनुको मिठो मिठो तातो चिया खाँदै हामी चाहिँ कस्तो छ चिया सुरु रोटीसँग चिया चुस्की लगाउँदै ऱ्याफ्टिङ साथीहरू ऱ्याफ्टिङ गरेको हेर्नु न पुरा देखिरहेको छ किन सिङ्गल हिँडेको बोस हो कि गाइड होला बोस ल गयो क्रिस्टेलीको नदीमा है त्यही रहेछ डालो खोलाको साइडमा हेर्नु साथीहरू खेती गर्नुको आमाले चाहिँ खोलाको यस्तो भिरालो साइडमा पुरै चिचिन्डाहरू तरकारीहरू फलाउनु भएको पुरै
चाहिँ मलेखुको काठमाडौँ जाने बाटो है साथीहरू। धादिङको बारेमा के भन्ने धादिङको बारेमा यो पुल अलि साङ्ग्रो भयो हैन अनि त्यसपछि अलि धादिङको यो बजार मलेखु यो चाहिँ हामी मलेखु बजारमा आउँदै बुढा र म मलेखु बजारमा है साथीहरू। पछि हामी धादिङ लाग्यौँ है। यो चाहिँ त्रिशुली अनि यतापट्टि मलेखु अनि यहाँबाट चाहिँ धादिङ जाने गइन्छ है। त्रिशुली हेर्नु साथीहरू त हामी धादिङ प्रवेश गऱ्यौँ हामी चाहिँ। अब यसलाई हेर्नुहोस् यहाँबाट चाहिँ धादिङ गइन्छ है। लक्क लाएर म हजुरहरूलाई धादिङ गरेर देखाउँछु। एकदम धेरै खेती हुन्छ कि फेरि यता फेरि यो पानी हेर्नु कस्तो दुध जस्तो सेतो कि अचम्मै। यहाँ पुरै बाँदरहरू के झारेको कि बाँदरहरूको खाने हो नि त। म बाँदरहरू यस्तो मजाले बस्दैन माथि। साथीहरू हामी धादिङ बजार आयौँ है। ल यही हो धादिङ चाहिँ 4 घन्टापछि यो चाहिँ धादिङ बजार हो साथीहरूलाई हेर्नुहोस् है। धादिङको खोला यो चाहिँ धादिङको पुल धादिङ बस्कर धादिङ प्रवेश गऱ्यौँ हामी चाहिँ साथीहरू। यो चाहिँ हाम्रो गाउँ है। अब हामी गाउँ जाँदैछौँ हाम्रो साथीहरू। हामी चाहिँ गाउँ आयो हाम्रो बल्ल तल्ल। यहाँबाट यहाँ मेरो बुढा चाहिँ स्कुटर राख्नु जाँदै हुनुहुन्छ यहाँ। थाकियो साथीहरू गर्मीले। हजुरहरूलाई थाहा छैन हामी आउँछौँ भनेर सरप्राइज दिन जानु लाग्यो कि। हेलो बुढा। गर्मी मन ध्वस्ती भइरहेछ थाकेर। गाउँमा चाहिँ हामीहरू चाहिँ जाँदैछौँ यहाँबाट। आमालाई केही थाहा छैन ल हेर्नु है क्यारो बस्नु हो त्यहाँ। जानु हजुर अगाडि जानु बिस्तारै बिस्तारै। नमस्ते आमा। आराम हुनुहुन्छ? छक्क पर्नु भएन हामी आउँदाखेरि? छक्क पर्यो नि। कति छक्क पर्नु भयो त? आराम भनौँ आरामै भनौँ बाबु उठ्न बस्न हुँदैन। ऊ त्यहाँ मुठो चारै घाँस लिन गएको छ त्यहाँ किने ठाउँमा। चुरा र साडीले भनौँ न। यहाँ चाहिँ पहिला थिएन हामी आउँदा यस्तो। सागपात मकैसकै बोडी करेला